Halo guys, namaste. Jumpa lagi bersama nama saya Mukasar. Welcome back to my channel. आज हामी दिदीबहिनी चाहिँ मुकबाङ गर्दैछ for the first time. आज हामी मुकबाङमा के छ भनेर भन्छु. ससेज, black beans, currant, र chili. Green chili this is our favorite made by her my sister. र अब चाहिँ हामी खान स्टार्ट गरौँ है त. Start. सक्दैनौँ हामी धेरै खान मन लाग्छ तर थोरै खान्छौँ हामीले जाँदैन बुझ्छ नि मिठो आवाज अब खाएको मात्र त होला मुगमा भनेको त्यो खाएको मात्र हेर्ने अस्तिको च्यालेन्जमा पनि हामीले धेरै माया देखाउनुभएको धेरै धेरै धन्यवाद छ सबैजनालाई This video also please do like, comment, share and subscribe. यतिको खाएको मात्रै के हुन्छ सोधौँ है म त सोचे क्वेसन मेरो नराम्रो भन्यो भने मेरो पनि धेरै छ त्यो भएर राम्रोबाट यसरी गरौँ है गाइस तँलाई मेरो एउटा राम्रो बानी भन् अन्त यस्तो सोच्दा पर्छ कि मेरो बारेमा त यस्तो जिनियस मान्छे हो कि म राम्रो धेरै के गरिन्छ अनि जिद्दी छ तर कुनै कुरा जिद्दी छ तर मस्ती जिद्दी छैन र जे कुरा पनि त्यो नगरौँ या गरौँ भने हुन्छ भन्छ त्यही कुरा राम्रो लाग्छ मेरो भनाइ यसको त धेरै छ राम्रो कुरा अब के भन्ने आफू बनाउनै हो इन्सिडेन्ट भन्छु कि आई डोन्ट नो न म चाहिँ अरू चाहिँ अब एज हुँदाखेरि झन् मेच्योर हुन्छ नि म त झन् बच्चा हुँदै गएको छु होइन त्यो त 100% म चाहिँ बच्चा हुँदै गएको छु भन्नुपर्दा चाहिँ होइन मैले के एउटा मलाई चाहिँ कस्तो क्लिप किन्न मन लाग्छ मलाई यस्तो आई क्यान सी आइ एम पुटिङ क्लिप तर मलाई क्लिप किन्दैन भन्थ्यो अस्ति अलवेज चाहिँ मैले किन्दिनँ त बच्चा होस् तर यति ठुलो भएस आई विल नट बाई भन्छ न मैले किन्दिनँ भन्छ तर लास्टमा एट द एन्ड सी विल बाई फर मी द्याट इज अ गुड थम्स अप वाला हो क्या जहिले पनि त्यही हो कि मैले पुरा यो किन्दैन भने पहिला फर्स्टमा चाहिँ मैले किन्दिनँ तँलाई किन्दै तँलाई बच्चा होस् त भन्छ त्यहाँदेखि लास्टमा सी विल बाई फर मी अनि सी फुलफिल माई एभ्री विसेस आफू नगई भए पनि मलाई जहाँ पनि जा हो क्या कहिले पनि नाइ भन्दैन त्यो हो भन्छ नि यसको कति धेरै हो क्या त्यही हो नराम्रो कुरा भन्नु राम्रो के सुन्यो नराम्रो के सुन्यो त्यो नराम्रो नि मेरो त धेरै सुन्छ होला कि मेरो भन त नराम्रो राम्रो कुरा दिमागमा सोच्नु पर्यो नराम्रो कुरा सोच्नु पर्छ सोच्नु पर्छ भाइ झाप्पै दिमागमा आएन कि नराम्रो बानी के छ भने यसले भनेको चिज हुनै पर्यो कि हामी नगर भने पनि गर्छ जा नजा भने नि जान्छ नगर भनेपछि गर्छ कि खान्छु भनेपछि खान्छु हो कि हामी नखा नराम्रो हुन्छ
इक्जाम्पल भनौँ जिद्दी हो कि ला जिद्दी खतरा जिद्दी हो कि चाहिन्छ त जे पनि चाहियो भने चाहियो त्यही खान्छु भनेपछि खान्छु हो कि जान्छ जान्छु हो मेरो मन मेरो त फेरि धेरै नै छ क्या गाई एकचोटि भनेको सुन्दैन एउटा मात्र भन्न भनेको कि एकचोटि भनेको सुन्दैन मोर देन पेड बानी रिपिट गर्न पर्छ त्यही हो लेख्नु अगाडि पेड बानी त अरू भन गर्नु भएपछि यस्तो अर्को मुखमा चाहिँ मेरो बाबालाई ल्याउनु ट्राई गर्छु मेरो बाबाले यस्तो जङ्क फुडहरू खाँदैन अनि दाल भातहरू खायो नत्र बाबालाई ल्याउनु हुन्छ खानुहुन्न बाबाले चाहिँ difficult, very difficult to convince him. It's a Red Bull. Okay, Coke. Aku cek nama aja nih. Ini red wine होता है. Ini belakang. Sorry. Tetap menceritakan ini apa kali itu. Diri namanya kan itu kurban itu. Iya nah, si dal namanya itu. Guys, kalau mau besi kan namanya di dalam mic now. Kalau kan nggak tahu chat sini orang video orang lagi tuh mic cari nih. Ada problem lagi kalau video orang datang. तो भूखा थे नहीं उसको खाना करना थी ना भाई दी तर भिडियो बनाउनु गराएर चाहिँ मजा आउँछ आफूले कन्टेन्ट निकाल्छ भन्ने मजा आइहाल्छ मैले यतिको डाटा बनाउँदै डान्स भिडियो बनाउँछु भनेर सुरु गरेको धेरै मैले सब डान्स भिडियो चाहिँ मेरो केटाले बनाइदिनुहुन्छ माई ब्याकअप यहाँ हो all thanks to her मैले थ्याङ्क यू भन्नु पुग्दैन ओ मैले त राखेको जस्तो खासमा चाहिँ मेरो यता खाइतानी दुईवटा खाऊ यसमा दुईवटा हुन्छ यतै बाबु अन्त मान्छे खतरा हो क्या खुद देखाउनु मलाई के देखाउनु सकिँदैन अन्त अहिले त कसै कसैलाई अर्को दुध कस्तो यस्तो क्रेभिङ हुन्छ नि अहिले त्यो क्रेभिङ देखेर हामी खानु सुरु गऱ्यो but at the end we didn't cannot लेकिन मलाई एग्जाम प्लान बनाउन चाहिँ मन कारण छ अनि अनको लिन्छ हामी त कसैमा अब नाच्दै खाएको होला हामी गयो 12 बजे खाएको के खाना 2 बजे हो खाना खाएको के होइन 1:30 बजेर खाएको 1:30 बजेर म माथि 1:30 बजे
aku dalam मिस गर्छन् धेरै जस्तो खाने बेलामा अस्तिको मुकबाङ त च्यालेन्ज सरी च्यालेन्ज त मजा आयो वाइल्ड रमाइलो भयो बेस्ट अझले हेर्नु भएको छैन प्लिज गो वाच एकदम रमाइलो नगरेको चिजहरू भएको थियो त्यहाँ रमाइलो छ रमाइलो भएको थियो इन्स्टाग्राम चाहिँ हाम्रो त्यस्तै च्यालेन्जेसहरू अनि डेली भिडियो अनि त्यसपछि मुकबाङ मेरो प्यारो बहिनीले प्लिज डु सपोर्ट हर सब्सक्राइब गर्नु होला बेल आइकन थिच्नु होला यदि हजुरलाई मेरो भिडियोको थाहा पाउनु छिटो यो सर्ट एन्ड स्विट भयो नेक्स्ट मुकबाङ अर च्यालेन्ज हजुरलाई के गर्न मन छ हामी दुईजनामा भनेर कमेन्ट गर्नु होला है हामी गर्छौँ त्यही हो अरू के भन्नु छ र मैले फर्स्ट टाइम माइक युज गरेको कस्तो आएको क्वालिटी पनि भनिदिनु ल अब हेरौँ स्टार्टिङ हो होइन पछि फ्युचरमा गएर राम्रो माइक तर अहिले चाहिँ त्यो दलबाट लिएको हो के भन्छ ठिकै त्यस्तो रिजनेबल प्राइसमा लिएको अब साउन्ड क्वालिटी अब त्यस्तो ठिकैको वाला ठिकै हुन्छ सो हजुरले भनिदिनु होला कस्तो लाग्यो माइक युज गर्दा राम्रो कि माइक बिना युज पहिला पनि भिडियोहरू हेर्नु पहिला चाहिँ बिना बाइकको बनाउँछु कुन ठिक लाग्यो प्लिज गिभ अस आवर ओपिनियन एन्ड रिभ्यू हाम्रो च्यानलद्वारा सुधार गर्छौँ हामीले त्यही हो अनि आजको मुकबाङ चाहिँ यति हो हामीले सकेर एउटा बाँकी छ त्यति हो न हाम्रो जहिले पनि देख्यो कि धेरै खान्छ धेरै भन्दा नि अब हाम्रो खाएपछि भोक लाग्छ त्यसै धेरै खान्छौँ भन्ने सोच आउँछ हाम्रो माइन्डमा हाम्रो खान्छ हामीले मुकबाङ गर्दैनौँ च्यालेन्ज पनि यस्तो मान्छेसँग गर्छौँ कि त्यो जो मान्छेको च्यालेन्ज हो कि यत्तिकै नर्मल खाइरहेको जस्तो गर्छ तपाईँ हजुरहरूले हेर्नु गाइस मैले चाहिँ च्यालेन्ज भिडियो बनाउन आई कान्ट बट दे फोर्स मी टु डु किनभने म धेरै खान सक्दिनँ छिटो पनि खान सक्दिनँ निक्लिन सक्दिनँ हाम्रो बहिनीको च्यालेन्ज भिडियो र मुकबाङ भिडियो एउटै हुन्छ सो हामीले च्यालेन्ज गर्दैनौँ के बुझ्नुभयो नि सो गाइस आजलाई यति नै हो सो डु लाइक कमेन्ट शेयर and subscribe. Bye. Thank you so much for watching.